यो डरलाग्दो फडानी गरेको ठाउँमा चाहिँ हाम्रो मुकुलमुङ संरक्षण समिति तानसेनद्वारा आह्वान वृक्षारोपण श्रृङ्खला 2 मा चाहिँ हामीले चाहिँ बिरुवा रोपेर हाम्रो सम्पूर्ण युवा साथीहरु चाहिँ तल झरिरहेको अवस्था तपाईले देख्न सक्नुहुन्छ। कति भयानक छ यहाँ रुख, यहाँको रुख कति भयानक रूपमा काटिएको छ। सेवारो सम्पूर्णमा सेवारो हाम्रो यहाँ सुरक्षाकर्मी दाई साथीभाइहरु पनि हामी साथसाथै हुनुहुन्छ र उहाँहरुले पनि यहाँ वृक्षारोपणको लागि सहयोग गरिराख्नु भएको छ। उहाँहरुलाई धेरै धेरै धन्यवाद। हामी चाहिँ आज यो मुकुलमुङमा असार 1 गते जुन रुख फडानी गरिएको छ केवल कारको नाममा, त्यो फडानी गरिएको क्षेत्रमा चाहिँ आज देश विदेशबाट चाहिँ हाम्रो यो प्राकृतिक सौन्दर्यताले भरिपूर्ण र पर्यावरणको लागि चाहिने जुन रुख कटान गरिएको छ त्यहाँनेर चाहिँ अहिले मुकुलमुङ संरक्षण समितिको तर्फबाट र तानसेपबाट हामीले वृक्षारोपण श्रृङ्खला 2 उद्घोष गर्दै आज हामी देश विदेशबाट यहाँ भेला भएको छौं र हाम्रो माझमा यहाँनेर मुकुलमुङ संरक्षण समितिका संयोजक श्री लिङ्किमजी पनि हुनुहुन्छ र यसरी नै यहाँनेर तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँनेर यो क्षेत्र चाहिँ तपाईको यो क्षेत्र चाहिँ केवल कारवालाहरुले चाहिँ खनेर यहाँनेर रुखहरु फडान गरेर सबै तस नस पारिएको छ र यहाँ अहिले हाम्रो मुकुलमुङ संरक्षण वृक्षारोपण कार्यक्रम श्रृङ्खला 2 को चाहिँ उद्घाटन कार्यक्रम सुरु हुन गइरहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ र यहाँनेरको रुख चाहिँ सबै फडानी गरिएको छ, काटिएको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ।